ऊ मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई ढाँटी मरेर बाँच्न तयार एकअर्काको लागि सँगै सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुबई नजाने थियो एउटा बिरामी जे पनि बान्ने हाम्रो राम्रो थियो बानी उसले एक दिन चुरोट सके सोध्यो ओए खाने मैले पनि ताने सन्चो छैन माने दिन बिते गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा फस्यो जानी नजानी गाजा अनि गोटी सामान र पानी त्यो पछि त्यो दामी झ्याप नभई दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौँ हामी यसरी नै लागु पदार्थमा डुब्दै गयौँ गलत मैला खडा परिणामको शिकार भयौँ कतिलाई कुट्यौँ लुट्यौँ कतिलाई ठग्यौँ घरमा आफ्नै आमा बुवासँग झर्क्यौँ आफैमा लड्यौँ तर खाना छोडेनौँ बिस्तारै हामी एक अर्कासँगै बोलेनौँ सुन्ने गर्थे साथीभाइले हाम्रो बारेमा उभिन मलाई एक प्रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरेँ बाहिर ननिस्की कोठाभित्र सुतेर बसेँ बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थ्यो अझै त्यस्तै छ भने एक दिन उसको भाइ मसँग रुन लाग्यो मेरो मनमा बिना प्रश्नहरू उठ्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिएँ बिना प्रश्नहरूको उत्तर खोज्छु म इन्फिनिस्टन चेक सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा विशाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित पनि हार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजुभाइ जसरी बाँचिन्थ्यो के लानु छ जिन्दगी दुई दिनको नासो त छाडी गइस् तर एक दिन म पनि आउँछु सुन्दर शान्त त्यो बादल पारीको जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु त कस्तो साथी म यहाँ सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भनी दिन बन्दैछु छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले